फरक छ कि नियमित चुनाव फरक ढङ्गको थियो। यो चुनाव यस्तो अवस्थामा हुँदैछ कि यो देशको संविधान रहने कि नरहने, यो देश रहने कि नरहने, यो व्यवस्था रहने कि नरहने, लोकतन्त्र रहने कि नरहने भन्ने बीचमा आज यो चुनाव हुन गइरहेको छ। त्यसकारण यो चुनावमा नेपाली कांग्रेस पार्टीले पनि आफ्नो उम्मेदवारी प्रस्तुत गरेर तपाईहरुको बीचमा भोट माग्न आइरहेको छ। मलाई यो दुरागाउँ आउँदै गर्दाखेरि जहिले पनि गर्व लाग्छ, किनकि सबै यहाँ ढाका टोपी लगाएका पुराना बाहरूले, आमाहरूले जहिले पनि हामीलाई ऊर्जा दिनुहुन्छ कि युवाहरूलाई तिमीहरूले अगाडि बढाऊ भनेर जहिले पनि ऊर्जा दिएको, एउटा माया गरेको र पुलपुल्याएको एउटा युवाभित्र म पनि पर्छु। त्यसकारण यो दुरागाउँले हामीलाई प्रत्येक निर्वाचनमा भरोसा दिएको छ। स्थानीय निर्वाचनमा कहिलेकाहीँ हाम्रो प्राविधिक कारणले गर्दाखेरि हामीले केही मतान्तरले हार्नु परेको छ, हार बेहोर्नु परेको छ, तर दुरागाउँ कमजोर छैन भन्ने सन्देश यी बा आमाहरूको अनुहार हेर्दै गर्दाखेरि हामीले सधैँ अनुभूति गरेका छौँ। यो दुरागाउँले यो पटक फेरि आफ्नो पुरानो पहिचानलाई कायम गरेर नेपाली कांग्रेस पार्टीले ल्याएको उम्मेदवारलाई अत्याधिक बहुमत दिएर विजय गराउनेछ भन्ने कुरा हामीले अपेक्षा गरेका छौँ। तपाईहरुलाई धेरै कुरा थाहा छ। अहिले नेपाली कांग्रेस पार्टी बदलिएर आएको छ। हामीले एउटा संकल्प गरेका छौँ, पार्टी बदल्यौँ, अब यो देश बदल्छौँ। यो देश कांग्रेस पार्टी बाहेक कसैले बदल्न सक्दैन र हामीले माथिको नेतृत्व पनि बदलेर आएका छौँ र माथिको नेतृत्व हामीले युवा नेतालाई दिएका छौँ। हाम्रो नेताले उद्घोष गर्नुभएको छ अब नेपाली कांग्रेसको एउटा मात्रै ध्येय छ। हिजो हामीले हरेक क्रान्तिको नेतृत्व गर्यौँ, हरेक क्रान्तिलाई व्यवस्थापन गर्यौँ। नेपाली कांग्रेस बिना यो देशमा केही पनि सम्भव भएन। अब नेपाली कांग्रेसले क्रान्ति गर्नु पर्दैन। अब नेपाली कांग्रेसले यो देशमा समुन्नतिको नेतृत्व गर्छ, उन्नतिको नेतृत्व गर्छ, प्रगतिको नेतृत्व गर्छ, आर्थिक क्रान्ति गर्छ। त्यसको लागि हामी एजेन्डा बोकेर आएका छौँ। त्यसको लागि नेपाली कांग्रेसले माथि नेतृत्व परिवर्तन गरेको छ। त्यो कुरा तपाईहरुले बुझ्नुहुन्छ। आज कांग्रेसले यस्तो नीति ल्याएको छ कि सबै क्रियाशीलहरूलाई यति धेरै अधिकार सम्पन्न गरेको छ। अब तपाईले केन्द्रको नेता चिनिरहनु पर्दैन। तपाई नेता हुनले तपाईले जिल्लाको नेता चिनिरहनु पर्दैन। तपाईले प्रदेशको नेता पनि चिनिरहनु पर्दैन। तपाई आफ्नो गाउँ बनाउनुस्, यहीँबाट तपाई नेता हुनुहुन्छ। कि हिजो केन्द्रीय समितिमा भएको अधिकार अब गाउँको क्रियाशीलमा आउँदैछ। यही हो परिवर्तन। हिजो केन्द्रीय समितिबाट वितरण गर्ने टिकटहरू अब गाउँको क्रियाशीलले छान्न पाउने व्यवस्था ल्याएको छ। त्यसकारण अब कांग्रेसको साथीहरू, कांग्रेसमा लाग्ने साथीहरू कोही हतोत्साहित हुनु पर्दैन। तपाईले जिल्लाले, प्रदेशले, क्षेत्रले, केन्द्रले कसैले लादेको उम्मेदवारलाई जिताउने कि हराउने भनेर दोमन गर्नु पर्दैन। अब तपाईले आफ्नो उम्मेदवार कसलाई बनाउने, कसलाई जिताउने, कसलाई हराउने त्यो तपाईले निर्णय गर्न पाउनुहुनेछ। त्यसकारण नेपाली कांग्रेस पार्टी नीतिमा पनि शक्तिशाली भएर आएको छ, एजेन्डामा पनि शक्तिशाली भएर आएको छ, विचारमा पनि नेपाली कांग्रेस पार्टी शक्तिशाली भएर आएको छ। मभन्दा पछाडि धेरै वक्ताहरू हुनुहुन्छ, उहाँहरूले धेरै कुरा राख्नुहुनेछ। हाम्रो एउटै अभियान छ। यो चुनाव नेपाली कांग्रेसले देशैभरि सबैभन्दा ठुलो दल भएर बहुमत प्राप्त गरेर नेपाली कांग्रेसले प्रस्तुत गरेको पार्टी सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने हाम्रो मिसन छ। यो देशलाई समुन्नत बनाउने हाम्रो मिसन छ। त्यो मिसनको एउटा सहयात्रीको रूपमा रामेछापले हाम्रो रामचन्द्र खड्कालाई पार्टी सभापति, पूर्व पार्टी सभापतिलाई उम्मेदवारको रूपमा लिएर आएको छ। रामचन्द्र खड्का यहाँ धेरैको अगाडि नचिनेको अनुहार होइन, उहाँलाई तपाईले धेरै वर्षदेखि देख्दै आउनु भएको छ। यहाँको विकास निर्माणमा रामचन्द्र खड्काले हिजो सर्वदलीय समितिमा हुँदा या 17 वर्ष पार्टी सभापति हुँदा या शिक्षकको नेता हुँदै गर्दाखेरि धेरै ठुलो योगदान पुर्याउनु भएको छ। त्यसकारण यो देशैभरि उम्मेदवारी दिँदै गर्दाखेरि रामचन्द्र खड्कालाई अलि पाएको उम्मेदवारको रूपमा धेरै हामी जस्ता जेनजीहरू, युवाहरू देशभरि उम्मेदवार भएका छन् र तिनीहरूको पनि नेतृत्व गर्न अलि अनुभवी पनि चाहिन्छ, अलि परिपक्व मान्छे पनि चाहिन्छ भनेर रामचन्द्र खड्कालाई उम्मेदवारको रूपमा रामेछापमा पठाएको छ। त्यसकारण हामी सबैको दायित्व यो चुनावमा रामचन्द्र खड्कालाई अत्याधिक बहुमत दिएर जिताउने हो। रामचन्द्र खड्का कसैलाई बुढो लाग्छ भने तपाईले गगन थापालाई हेरेर भोट दिनुस्, कसैलाई अपरिचित लाग्छ भने पुरानो मान्छेहरूलाई तपाईले बीपी कोइरालालाई सम्झेर भोट दिनुस्, कसैलाई रामचन्द्र खड्काको इतिहाससँग तपाईँ परिचित हुनुहुन्न भने कांग्रेसको चार तारासँग परिचित हुनुहुन्छ, कांग्रेसको सिद्धान्तसँग, कांग्रेसको विचारसँग, कांग्रेसको नीतिसँग तपाईँ परिचित हुनुहुन्छ। यो चार तारे सम्झेर भोट दिनुहोस्। त्यसकारण तपाईहरुको बीचमा म यही अनुरोध गर्न चाहन्छु कि यो फागुन 21 गते यहाँबाट निर्वाचन भएर यहाँको ढुवाङ सायद जिल्ला सदरमुकाम लगिन्छ, त्यहाँ लगेर खोल्दै गर्दाखेरि, दुरागाउँ खोल्दै गर्दाखेरि त्यो मतपत्र पुरै हरियो होस्, त्यो रुखै रुख होस्, त्यही हामीले अपेक्षा गरेका छौँ। त्यसकारण मलाई पूर्ण भरोसा छ, दुरागाउँसँग पूर्ण भरोसा छ। दुरागाउँले अब एउटा कुरा छुट पाउँदैन। यो कांग्रेस र त्यो कांग्रेस भन्न छुट पाउँदैन दुरागाउँले। तपाईहरुलाई हामीले निगरानीमा राखेका छौँ, वाच गरिरहेका छौँ। अब यहाँ कुनै खेमाको नाउँमा, कुनै गुटका नाउँमा, कुनै जातका नाउँमा, कुनै धर्मका नाउँमा तपाईहरु विभाजित हुन पाउनुहुन्न। त्यो छुट तपाईहरुलाई छैन। यो दुरागाउँ, सिङ्गो दुरागाउँ एक भएर नेपाली कांग्रेस पार्टीको रुख चिन्ह भन्दा दायाँ बायाँ नगरिकन अभियान चलाएर तपाईहरुले दुरागाउँको पुरानो विरासतलाई
फर्काउनु हुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ। यही कुरा यहाँहरूको बिचमा राख्दै हामी आजबाट लिखु तामाकोसीको 1 नम्बरबाट प्रवेश गऱ्यौँ। यो अभियान